नमस्ते। के पुराना नेताहरूबाट देश चल्दैन? के पुराना कर्मचारीहरूबाट देश चल्दैन? के पुराना पत्रकारहरू काम नलाग्ने भएका हुन्? के अब पुराना डाक्टरहरू काम नलाग्ने भएका हुन्? अब यो पुरानो भन्ने कुरा जो विस्थापनको कुरो चलिरहेको छ अहिले देशमा, त्यो खतरनाक हुन सक्छ। अहिले राजनीतिक दलहरू पनि शुद्धिकरणमा या भनौँ परिवर्तनमा या भनौँ रूपान्तरणको नाममा अगाडि बढिरहेका छन् र यसको निम्ति उनीहरूले आफ्नो पार्टीका पुराना नेताहरूलाई पाखा लाउने काम गरिरहेका छन्। यो देशका प्रमुख दलहरूदेखि लिएर नयाँ दलहरूमा पनि यसका उदाहरणहरू देख्न सकिन्छ। यसै गरी कर्मचारीमा पनि सरकारले पुराना कर्मचारीहरूलाई हटाउनको निम्ति विधेयक अघि बढाएको छ। यसो गर्दाखेरि पुराना 15,000 भन्दा बढी कर्मचारीहरू सेवानिवृत्त हुने भएका छन्। अब यदि यो पुरानोले काम गर्दैन, पुरानोले काम गर्न सक्दैनन्, यिनीहरूबाट परिणाम आउँदैन भन्ने सोच हामीले दिमागमा राखेर अगाडि बढ्ने हो भने कतै यस्तो दुर्घटना त ल्याउँदैन कि पुरानाहरू सबै खराब हुन्? त्यसो हो भने ओल्ड इज गोल्ड भनेको के हो? मेरो यो प्रश्न। नमस्ते।